सो हेलो गाइज, स्वागत छ फेरि पनि एउटा नयाँ भ्लगमा है। आजको भ्लग चाहिँ एउटा स्टुडेन्ट भिजामा आउने स्टुडेन्टको चाहिँ रुम चाहिँ कस्तो हुन्छ होइन, रुममा चाहिँ पहिलेदेखि के चाहिँ राखिदिएको हुन्छ भनेर पुरै देखाउँछु होइन। अनि कति तलामा छ अनि सुरुदेखि नै कस्तो कस्तो चाहिँ हुँदो रहेछ भनेर देखाउँछु है त। ल एकैचोटि म तल गएर भेट्छु है त। ल मेरो रुम चाहिँ यहीँ अगाडि छ है। मेरो रुम चाहिँ यस्तो देखिन्छ। रुमको बाहिरपट्टि चाहिँ यो चाहिँ तलपट्टि भयो भने चाहिँ हामी बस्ने रुम चाहिँ यतिका यो यत्रो ठुलो छ। अनि हाम्रो बस्ने रुम मुनि चाहिँ एउटा कपाल काट्ने ठाउँ पनि छ। अनि त्यहाँको प्राइजहरू चाहिँ यस्तो हुन्छ। कपाल काट्ने है, नर्मल कपाल काटेको 2200 लेख्दो रहेछ यहाँ चाहिँ। त्यही हो। अनि साइकलहरू राख्ने पार्किङ चाहिँ यहाँ छ हाम्रो है। अनि यहाँनिर चाहिँ घरभरिको कसको साइकल हो अझ देखाए नि होइन मान्छेहरू कस्तो हुन्छन् भनेर। अनि सबभन्दा डर लाग्ने चाहिँ यो देखेर हो क्या, यहाँ खालि पैसा के आइदिन्छ के आइदिन्छ है। यो चाहिँ हाम्रो भयो। यस्तो भित्र आउँछ त्यो कार्डहरू जे पनि छ सबै यो भित्र आउँछ। अनि हाम्रो चाहिँ एक फ्लोरमा छ होइन। कोही साथीको चाहिँ 5 फ्लोरमा छ अनि कोही साथीको चाहिँ 3 फ्लोरमा छ। अनि कसैकोमा चाहिँ लिफ्ट हुन्छ, कसैकोमा चाहिँ लिफ्ट हुँदैन है। अनि हाम्रो चाहिँ एक फ्लोरमा मात्र छ। त्यही भएर हाम्रोमा चाहिँ लिफ्टहरू त्यस्तो केही पनि छैन। माथि हुनेको चाहिँ लिफ्टहरू हुन्छ। अनि हाम्रो रुम चाहिँ यो हो होइन। अनि त्यो चाहिँ जापानिजको रुम हो। अनि त्यहाँबाट यहाँबाट छिर्नुभन्दा अगाडि चाहिँ यहाँनिर एउटा बटन हुन्छ। अनि यहाँनिर चाहिँ एउटा क्यामेरा हुन्छ होइन। यहाँ चाहिँ को आछ भनेर यस्तो देखिन्छ। यसरी खिचेपछि आवाज आउँछ है त्यस्तरी। अनि भित्रबाट चाहिँ कस्तो देखिन्छ म देखाउँछु है त भर्खरै। मान्छेहरू यहाँ देखिन्छ यतिका पर है, पुरै परसम्म देखिन्छ। छिर्ने बित्तिकै चाहिँ यस्तो हुन्छ है। अनि यो ढोकामा चाहिँ यो यहाँ पनि त्यो केही इम्पोर्टेन्ट सामग्रीहरू छ भने चाहिँ यस्तोमा आउँछ। यो चाहिँ हरेक ढोकामा हुन्छ यो चाहिँ। अनि अब यहीँनिर यो मोनिटरमा देखिहाल्यो अघि भर्खरै। अनि यो वासरुम चाहिँ कस्तो हुन्छ भन्दा हाम्रो वासरुम चाहिँ यस्तो छ। पुरै बाथरुम भएको बाथटब यो चाहिँ सबैमा हुन्छ है। यो बाथटब चाहिँ सबैको रुममा हुन्छ। यो जति पनि स्टुडेन्टहरू आएको छ सबैको रुममा हुन्छ। अब वासरुम चाहिँ त्यही हो, यस्तो हुन्छ वासरुम चाहिँ। वासरुम यो भयो। अनि त्यही हो, कागजहरू चाहिँ अब धेरै भएर यहाँ छ यसरी राखेको छ। अनि यो चाहिँ पानी तताउनेहरू है। यो तताउनु चाहिँ यहाँबाट हो, यो रातो खिचेर। अनि अहिले चाहिँ हामी युज गर्दैन, धेरै पैसा उठ्दो रहेछ है। अगाडि धेरै उठेको छ पैसा। अनि त्यही है, यो जुत्ता राख्ने चाहिँ कसैकोमा चाहिँ वहीँ त्यो दराज जस्तै सानो त्यो ऱ्याक जस्तै हुन्छ। अनि हाम्रो चाहिँ हामी आफैले किनेर ल्याएको है। अनि अब टेबल चाहिँ हरेकमा हुन्छ। टेबल कतिजना बस्यो त्यही अनुसारको यहाँ बस्ने चिज हुन्छ, कुर्सीहरू। अनि हाम्रो रुम चाहिँ अब यो फ्रिज भयो। यहाँ काम नलाग्ने भने चाहिँ यसको है, यो चाहिँ कामै लाग्दैन कहिले पनि भन्नाले हामीलाई यस्तो तताउन केही नि परेकै छैन क्या। अनि त्यही भएर ग्यासहरू चाहिँ हाम्रो चाहिँ यो आगो बोल्नेवाला है, यस्तो वाला हो। अनि त्यहाँबाट यहाँनिर चाहिँ त्यो ससेजहरू के फ्राई गर्नु छ भने यहाँनिर फ्राई गर्ने यस्तोमा हुन्छ पुरै। अनि एउटा राइस कुकर हुन्छ है। राइस कुकर चाहिँ यहाँ यस्तो छ। यो चाहिँ यहाँ हामी आउँदा नै थियो, यिनीहरू चाहिँ सबै किनेर राखिदिँदो रहेछ यो राइस कुकर। अनि यो ग्यास, फ्रिज, ओभनहरू चाहिँ अब सुरुमा हामी आउने बित्तिकै यिनीहरू सबै ल्याएर राखिदिएको हुन्छ। अनि यो टेबल कुर्सीहरू पनि सबै हुन्छ है। अनि एउटा सिम किनेपछि त एउटा नयाँ फोन त फ्रीमै दिइहाल्छ। यस्तो दिएछ हाम्रो चाहिँ फोन, त्यही हो दिएछ। अनि भाँडा माझ्ने यहीँ भयो। भाँडा खाने त्यहाँ पकाउने त्यहाँ, भाँडा माझ्ने यहीँ। अनि यहाँ भित्र चाहिँ सामानहरू चामलहरू यसो राख्ने है। अब भित्र त के देखाउनु, यस्तो हो। यो चाहिँ ऱ्याकहरू हो यो। अनि रुमहरू चाहिँ अब हाम्रो रुम चाहिँ अब कस्तो भन्दा अब यस्तो छ रुम चाहिँ। यस्तो नेपालको बत्ती चाहिँ यस्तो छ। अनि त्यहाँबाट हाम्रो चाहिँ अब कसैकोमा चाहिँ बेडहरू छ, हाम्रोमा चाहिँ बेडहरू राखेको थिएन है। अब यस्तोमै सुत्ने, त्यहाँ दाइ सुत्ने, अनि यहाँ चाहिँ म सुत्ने। अनि त्यही हो। अनि यहाँनिर चाहिँ त्यो सामानहरू राख्ने। अनि यहाँनिर चाहिँ हाम्रो चाहिँ लगेजहरू राखेको छ। यहाँ चाहिँ लगेजहरू छ। अनि यता चाहिँ कपडाहरू भयो। यो भित्र चाहिँ कपडा छ। अब कपडा त के देखाउनु है। अनि यहाँ बाहिरको भ्यू चाहिँ बाल्कनी चाहिँ यस्तो छ है। यो चाहिँ वासिङ मेसिन भयो ल। अनि एसीको चाहिँ त्यहाँ भयो। यहाँ माथि चाहिँ एसी छ है। एसीहरू यस्तो वासिङ मेसिन चाहिँ हरेक रुममा हुन्छ। अनि यो चाहिँ हामीलाई सुरु दिनमा है युज गर्न नआएर 2 घन्टा लाग्थ्यो क्या लुगा धुन। नि कहाँबाट के गर्ने थाहा नै थिएन। अनि 2 घन्टा लाग्यो है।
अनि यति हाँसेन हामी पुरै जेमिनीलाई सोध्दै अनि सबै बलैतले हामीले चाहिँ युज गर्न सक्यौँ होइन। अब अहिले चाहिँ यसको चाहिँ फुल्ली आउँछ। हाम्रो बाहिरको भ्यू चाहिँ यस्तो देखिन्छ है। यस्तो देखिन्छ। यहाँ चाहिँ फुजी ग्रुप भन्ने छ। अनि अरू चाहिँ के हुन्छ अनि स्कुलको बारेमा चाहिँ के कस्तो हुन्छ होइन, स्कुल चाहिँ कतिका टाढा हुन्छ त्यो चाहिँ म अर्को भ्लगमा बनाउँछु। आजको लागि चाहिँ यति नै। हस् त, बाई बाई।